हुने कमरेडलाई राम्रोसँग सम्झना छ। सिद्धिए भन्ने थियो, हामी सिद्धियौं, यिनको क्रान्तिकारिता ध्वस्त भयो। अब विचलित भए यिनीहरू, किनभने हामीले दक्षिणपन्थीहरूसँग एकता गरेका थियौँ। वास्तवमा दक्षिणपन्थी सोच भएका मान्छेहरूसँग, जनयुद्ध गर्ने कुराको कट्टर विरोधीसँग हो नि कमरेड, कट्टर विरोधीसँग हामीले चाहिँ एकता गर्यौं। हाम्रा भाइचारा पार्टीहरू र रिमका सबै जसोलाई त्यो कमिटीको त टोटललाई के लाग्यो भने सिद्धि यिनीहरू डुबे, यिनीहरूले केही गर्छन् कि भन्ने जस्तो लागेको थियो, यिनीहरू डुबे। त्यसकारण एकता केन्द्रमा नआएको चाहिँ त मोहन विक्रम मात्रै, अनि मोहन विक्रम नै बरु सही रहेछ भनेर मोहन विक्रमलाई चाहिँ, उहाँ कमरेड यहीँ हुनुहुन्छ कमरेड अशोक, मोहन विक्रमलाई उचाल्ने र हामी चाहिँ खतम मान्छे हुन् भन्ने खालको यत्रो ढड्डु तयार पार्यो उनीहरूले। त्यो ढड्डु पनि सायद तपाईँहरूले पढ्नु भयो होला कतिपय कमरेडले, हाम्रो यो पनि गल्ती त्यो पनि गल्ती, तिमीहरू सिद्धिने भाउ भनेर। मोहन विक्रम नै चाहिँ, किनभने उनले त्यही बेला फेरि हामीले त एकता केन्द्र मात्रै बनाए भए त हुन्थ्यो नि, दक्षिणपन्थीसँगै हो एकता गरेको, फेरि क्रान्तिकारी भनेर गरे पनि होइन, नयाँ ध्रुवीकरणको निम्ति जरुरी छ भनेर गरेका छौँ। त्यसको पनि मलाई लाग्छ त्यो ठुलो व्याख्या गर्नु त पर्दैन, तर यहाँ स्मरण गर्न त यति बेला जरुरी छ भन्ने लाग्छ। हामीले दक्षिणपन्थीसँग एकता मात्रै गरेनौँ, हामी त चुनावमा पो गयौँ, संसदीय चुनावमा कुरा बन्नुभयो त, जनमोर्चा बनाएर चाहिँ गयौँ र सांसद पनि भयौँ, सांसद पनि भयौँ र चाहिँ 2-3 वर्ष सांसद पछि हामी लाग्दा लाग्दा हैरान पनि भयौँ। कमेन्टहरूलाई सबै थाहा छ। मोहन विक्रमले त के गरे, एकता केन्द्र पनि चाहिँ गाडा अगाडि र के गोरु पछाडि, गाडा अगाडि र गोरु पछाडि भनिदिएको छ, बहिष्कार पनि भनिदियो अझ उल्टो। भनेपछि त हाम्रा रिमका कमरेडहरूलाई के लाग्यो भने महान क्रान्तिकारी त मोहन विक्रमै रहेछ भन्ने भएको थियो 2 वर्ष 3 वर्षसम्म। तर हामीलाई के विश्वास थियो भने क्रान्तिको निम्ति जरुरी छ। हाम्रो एउटा चाहिँ जो भिजन बन्दै थियो, एउटा अवधारणा बन्दै थियो, परम्परागत अवधारणामाथि विद्रोह, परम्परागत मान्यतामाथि विद्रोह, त्यसका विरुद्ध आक्रमणको एउटा धारणा बन्दै थियो। त्यो बन्ने प्रक्रियामा हामी अगाडि बढिराखेका थियौँ र हामीलाई हाम्रो कन्भिक्सनप्रति विश्वास थियो, हामीलाई हाम्रो वर्गप्रति, हाम्रो जनताप्रति र जनताको हित र आवश्यकताप्रति हाम्रो निष्ठाप्रति हामीलाई विश्वास थियो। कारण हामी संसदमा गयो भने फर्किन्छौँ भन्ने थियो हामीलाई, हामी एकता केन्द्र बनाए पनि चाहिँ हामी चाहिँ फेरि अर्को ठाउँ जान्छौँ भन्ने थियो। र घटनाक्रमले के पुष्टि गर्यो भन्दा संसदमा जानु बेठिक थियो कि ठिक थियो, माने कन्क्रिट एनालाइसिस अफ द कन्क्रिट कन्डिसन भन्छ नि, मार्क्सवादको जिता जागता आत्मा यति हो, लेनिनले परिभाषा गरे त यति हो मार्क्सवाद, अरू बेकार, अरू सब वाहियात हो। तपाईँ हाम्रो दिमागमा काफी हदसम्म अहिले नयाँ आउने कमेन्टमा त म अहिले भन्दिनँ, हामी पुरानाहरूमा धेरै हदसम्म मार्क्सवाद हामीले मार्क्सवादबाट सिकेनौँ क्या। मार्क्सवाद हामीले नेपालका अवसरवादीबाट, तिनका मुखबाट सिकियो, अनि त्यो मार्क्सवाद भल्गराइज भएर हाम्रो दिमागभित्र पस्यो, के भन्छ त्यसलाई, भ्रष्टीकरण भएर चाहिँ हामीले सिक्यौँ। मोहन विक्रमबाट र लामाबाट मार्क्सवाद सिक्यौँ हामीले। वर्गप्रति निष्ठा नभएको, क्रान्तिप्रति निष्ठा नभएको मार्क्सवाद ठोस वस्तुको ठोस विश्लेषण गर्ने होइन, मनोगत आग्रह, मनोगत पूर्वाग्रहबाट आरोप प्रत्यारोप गर्ने र एउटा आत्मरति लिइराख्ने। क्रान्ति त अगाडि बढोस् नबढोस्, तर आत्मरति चाहिँ भइराखोस् आफूलाई, क्रान्तिकारिताको आत्मरति, क्रान्तिकारिताको प्रदर्शनको आत्मरति भन्ने हामीले देख्यौँ। एउटा ट्रेनको रूपमा हामीले के ठोस वस्तुको ठोस विश्लेषण, हामीले चुनावमा भाग लिनुपर्छ भन्ने कुनै रणनीति त भने होइन, तर नेपालको त्यस ऐतिहासिक सन्दर्भमा साँच्चै मार्क्सवादलाई अगाडि बढाउनको निम्ति, साँच्चै क्रान्तिलाई अगाडि बढाउनको निम्ति हामीले घुम्तीमा पस्नै पर्छ, हामीले चक्कर काट्नै पर्छ र हामीले यसलाई चाहिँ एउटा राष्ट्रिय बहस, हामीले जे विचार सोचेका छौँ, जनयुद्धको रणनीति, जनयुद्धको कार्यनीति जे भने पनि जो हामीले सोचिराखेका छौँ त्यसलाई चाहिँ माने ठुलो स्केलमा बहसमा लानुपर्छ। संसदभित्र पनि त्यो बहस लानुपर्छ, दक्षिणपन्थीभित्र पनि त्यो बहस लानुपर्छ, किनकि त्यहाँभित्र पनि क्रान्तिकारी छन्। यहाँ क्रान्तिकारिता र अवसरवादिताको ध्रुवीकरण ठिक ढङ्गले भएको छैन र विचार आधारित बहस पनि ठिक ढङ्गले भएको छैन भन्ने मान्यताबाटै हामी एकता केन्द्रमा गयौँ, चुनावमा पनि गयौँ। मैले भने सरल भाषा हामी भन्दैनौँ त्यति बेला, के घाटा भयो त, एकता महाधिवेशन भयो, लडाइँ पनि पर्यो, ठुलो स्केलमा बहस पनि भयो। म पटक पटक सानो उदाहरण, सानो जस्तो मैले त्यसलाई ठुलो मान्छु। हेर्नुहोस्, बिएलको घरमा सिराहामा जनयुद्ध जिन्दाबाद, मार्क्सवाद माओवाद जिन्दाबाद लेखाइयो नि त, लेखे नि त उनीहरू, लेख्न बाध्य भए 2 वर्ष भए पनि, 3 वर्ष मात्रै भए पनि त्यसले जनताको ठुलो हिस्सामा
कुरा भन्नु, जनताको ठुलो हिस्सामा जनयुद्धको लाइन गयो। संसदमा गएर हाम्रा सांसदहरूले जनवादी क्रान्ति जिन्दाबाद भनेर नारा लगाएकै हो। रिएक्सनरी पार्लियामेन्टमा गएर राम्रो नराम्रो जति सके नसके जनवादी क्रान्ति हुनुपर्छ भनेर पार्लियामेन्टबाट उद्घोष त हाम्रो कम्प्युटरले गरे हो नि त। त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि एउटा राजनीतिक धाराको रूपमा सर्वहाराको धारालाई स्थापित गर्न मद्दतै गर्यो। तर हामी त्यहाँ डुब्नेवाला थिएनौँ। हामी आयौँ, फेरि आयौँ। त्यसले एउटा आधार बनायो। हामी खुला र भूमिगत, वैधानिक र अवैधानिक सङ्घर्षको, मधेस र पहाडको सङ्घर्षको मतलब एउटा फ्युजनको धारणा हाम्रो बनेछ। कम्प्युटर त्यही बेलादेखि बन्दै गएछ। कुनै डगमामा होइन, सोचको कुनै आग्रहमा होइन, ठोस स्थितिको ठोस विश्लेषणको आधारमा लाइनहरू बनाउँदै जाने र क्रान्तिलाई अगाडि बढाउँदै लैजाने भन्ने क्रमबाटै हामी अगाडि बढ्यौँ र अपत्यारिलो किसिमबाट हामीले जनयुद्ध सुरु गर्यौँ। समाजको ठुलो हिस्सालाई पत्यारै नलाग्ने गरी राजनीतिक क्षेत्रको भनौँ, नेपालको सामान्य राजनीतिक मात्रै होइन, कम्युनिस्ट राजनीतिका क्षेत्रमा पनि जनयुद्धलाई खिचिटिउरी गर्ने, यहाँभित्र केही हुन्छ भन्ने कुरा चाहिँ पत्याउनै नसक्ने स्थितिबाट हामीले जनयुद्धको पहल पनि फेरि गर्यौँ 3 वर्ष रूपमा। एकता महादेशको होइन, हामी यस्तो छ जिम्मेवारी नलिने तपाईँले के उदाहरण दिनुभएको? यहाँ त थोरै मरे मान्छे, त्यहाँ धेरै मरे, यहाँ के धेरै मारिनु पर्थ्यो? आपत्ति छ वक्तव्य दिएको प्रधानमन्त्रीले दिएको वक्तव्य यही हो। होइन, हामी यस्तो छ हामीले आफ्ना कुराहरू क्रमित रूपमा राखौँ र एकछिन साथीहरू मैले पनि सुनेको छु भारतको नेपाल हडप्ने सपना लगभग पूरा हुनै लागेको थियो। सिक्किम बेग्लै देश थियो, भारतले आफूमा कब्जा गरेको त तपाईहरुले लेन्डुक दोर्जीलाई लगाएर कब्जा गरेको तपाईहरुले धेरै पटक सुन्नुभएको होला। तर यो प्लान यसरी बुनिँदै थियो कि सिक्किम भन्दा पनि अगाडि नेपाललाई भारतमा हडप्ने योजना थियो र यो योजना बिस्तारै कार्यान्वयन पनि हुँदै थियो। तर त्यो बेला यसमा ब्रेक लाग्यो जब त्रिभुवनको अचानक मृत्यु भयो अनि महेन्द्र राजा भए। महेन्द्र एक चतुर राजनीतिक खेलाडी पनि थिए, कुशल शासक थिए, डिप्लोमेट थिए, पोलिटिशियन थिए र दूरदर्शी थिए। महेन्द्र राजा भइसकेपछि नेपालको राजनीतिले युटर्न फेर्यो। महेन्द्रले एक पछि अर्को गर्दै भारतीय हस्तक्षेप रोक्न थाले र बिस्तारै बुनिँदै गएका जालहरू भत्काउँदै जान थाले। जसमध्येमा धेरैवटा काम गरे। त्यसमध्येमा केही इम्पोर्टेन्ट कामहरू, भारतीय सचिव जो नेपालको राजदरबारभित्र चाहिँ सचिवालय स्थापना गरिएको थियो त्यसलाई फिर्ता पठाए, बन्द गरे। भारतीय प्रतिनिधि बेगर नै मन्त्री परिषदको बैठक बस्ने चलनको सुरुवात गराए। अर्थात् अब मन्त्री परिषदको बैठक भारतको निगरानी बेगर चल्न थाल्यो। नेपालले आफै डिसिजन गर्न थाल्यो। दरबारभित्र राखिएको भारतीय सेक्रेटेरिएट बन्द गरियो। भारतीय मुद्राको सट्टामा नेपाली मुद्रा चलाउनको लागि नेपाल राष्ट्र बैंकको स्थापना गरियो। हिन्दी भाषाले जति बेला चाहिँ नेपाली भाषाहरू पुरै खाइसकेको स्थिति थियो, हिन्दी भाषालाई विस्थापन गर्न र नेपाली अनिवार्य पढाइ सुरु गर्नको लागि महेन्द्रमाला भन्ने एउटा पाठ्य पुस्तकको सुरुवात गरियो र बिस्तारो नेपाली भाषालाई माथि उठाउन थालियो, जसलाई अहिले पनि केही पार्टीहरू उग्र महेन्द्र पथ भन्न रुचाउँछन्। त्यसबारेमा फेरि बेग्लै डिस्कस गरौँला। राजमार्ग, उद्योग धन्दा, स्कुल, कलेज लगायतका धेरै विकासका कामहरू सुरु भए। साँच्चै भन्ने हो भने त्यो 10 वर्षभित्रमा नेपालले जति फड्को मार्यो सायद अहिलेसम्म पनि त्यतिको फड्को नेपालले कुनै पनि कुरामा मारेको छैन। त्यसै प्रसंगमा त्यो बेला चीनसँग जोड्ने कोदारी राजमार्ग जब बन्दै थियो, भारत निकै रिसाएछ। अब भारतलाई छोडेर चीनसँग नजिक हुने भयो भनेर ठूलै हल्ला मचाउँदै अब चीनले नेपालमा कम्युनिस्टहरू छिराएर नेपालमा शासन गर्छ भन्ने खालका हल्लाहरू मचाउन थालिएछ र त्यसको जवाफमा महेन्द्रले कम्युनिस्ट विचारधारा बस चढेर नेपाल छिर्दैन भन्ने जवाफ फर्काएको कुरा अहिलेसम्म पनि निकै चर्चित छ। त्यसै ताका तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपाललाई भारतमा गाभ्ने प्रस्ताव महेन्द्रसँग राखेको कुरा पनि निकै चर्चा हुने गरेको छ। महेन्द्रले मानेका पनि थिए रे र भनेका थिए रे, ठिकै छ गाभौं तर नयाँ बन्ने देशको नाम चाहिँ नेपाल राखौं। त्यो बेला बीपी कोइराला र महेन्द्र एकदमै नजिकैका साथी जस्तै थिए। दुवै देशभक्त थिए तर
नेपाली कांग्रेस र अन्य केही साना पार्टीहरू भित्रभित्रै भारत परस्त मानिसहरूले भरिएको थियो, जो नेपालको भन्दा भारतको इशारामा र फाइदामा काम गर्थे। अनि भारत पनि आफ्नो फाइदा जता जे गर्दा हुन्छ त्यतैतिर लान्थ्यो। भारतले अब बुझिसकेको थियो कि राजालाई, त्रिभुवनलाई जसरी आफूले चाहे जसरी नचाउन अब महेन्द्रलाई सकिँदैन, त्यही भएर अब नचाउनु पर्छ भने मैले पार्टीहरूलाई नचाउनु पर्छ भन्ने उसले बुझिसकेको थियो। त्यो बेला झण्डै 2063 विक्रम सम्मदेखि अहिलेसम्म नेपालमा जे हुँदैछ, नेपालका नेताहरूलाई जसरी चाह्यो त्यसरी भारतले नचाउँदैछ, त्यो बेलामा पनि त्यही सिस्टमको सुरुवात भइसकेको थियो। भारत अझै पनि फुटाउ र राज गर अर्थात डिभाइड एन्ड कन्केयरकै पोलिसीमा अडेक थियो, जो उसले अंग्रेजहरूबाट सिकेको थियो। यसैको फाइदा उठाउँदै राजनीतिक पार्टी राजा बीच फुट बनाएर खेल्थ्यो भारतले। जब नेपाली कांग्रेस सत्तामा आयो र बीपी प्रधानमन्त्री भए, बीपी सँगको राम्रो सम्बन्धको फाइदा उठाउँदै दल र राजा बीच फुट ल्याउँदै, फुटको फाइदा स्वरूप कांग्रेसको प्रधानमन्त्री कालमा गण्डक, कोशी लगायतका दूरगामी नेपाललाई बेफाइदा हुने सम्झौताहरू त्यो बेलामा भए। त्यसलाई अहिले पनि कालो दिनको रूपमा चाहिँ मान्छेहरूले सम्झिन्छन्। नेपालीहरूलाई चस्स दुख्ने सम्झौताहरू मध्ये ती सम्झौताहरू पनि हुन् जो अहिलेसम्म पनि खारेज हुन सकेका छैनन्। अर्थात नेपालका ठूला ठूला दुई नदीहरू त्यो बेलामा इन्डाइरेक्टली भारतलाई बेचिएको थियो। आफूले भने जस्तो नभएपछि भारतले गोटीको रूप परिवर्तन गरिसकेको थियो। अर्थात राजालाई गोटीको रूपमा प्रयोग गर्नुको सट्टामा दलहरूलाई गोटीको रूपमा प्रयोग गर्न थालेको थियो। अब दलहरूलाई उकासेर आफू बलियो हुने र फेरि नेपालभित्र घुस्ने नीति लिँदै थियो भारतले। 2/3 सरकार थियो त्यो बेलामा नेपाली कांग्रेसको। त्यसले खासै कुनै पनि राम्रो काम गर्न सकिरहेको थिएन। नेताहरूको बीचमा होडबाजी थियो, कसले भारतलाई रिजाउने र को बढी प्रजातान्त्रिक हुने, को बढी राजा विरोधी हुने भन्ने बारेमा। देशमा अस्तव्यस्तता बढिरहेको थियो। बिस्तारै फेरि त्रिभुवनकै पालामा जस्तै भारत सलबलाउन थालिसकेको थियो। त्यो देखेर महेन्द्रले 2017 सालमा मन्त्री परिषद भंग गरे र बहुदलीय व्यवस्था खारेज गरी निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गरे र तत्कालीन सबै राजनीतिक दलहरूलाई ब्यान गरेर तिनीहरूका मुख्य नेताहरूलाई जेल चलान गरे। धेरैले त्यो कदमलाई निरङ्कुश कदम भन्छन्, पुष 1 2017, जसमा राजा महेन्द्रको कदमले पञ्चायती व्यवस्था सुरुवात भएको थियो। धेरैले त्यसलाई प्रजातन्त्र विरुद्धको कदम भन्छन् भने त्यसैभित्र एउटा ठूलो जनताहरूको समूह छ जो अझै पनि ठान्दछ कि त्यो प्रजातन्त्र र नेपाली नेताहरूको विरुद्धमा नभएर भारतको विरुद्धमा थियो भन्ने मानिसहरूको पनि ठूलै जमात छ। घटनाक्रम हेर्दाखेरि त्यो पत्यारिलो पनि लाग्छ। यसको अर्थ मैले